आज फाइनल्ली हाम्रो दमेनी सरायको नाच स्पेसल हुनेवाला छ। ल सबैले एकचोटि हेलो हाई गरिदिन सबैको लागि होइन। आजको यात्रा विशेष हुनेवाला छ, तपाईँहरू प्रतीक्षा गर्नु होला। पार्ट 2 पनि छिट्टै आउनेछ। पार्ट 2 पनि छिट्टै नै आउनेछ। अति नै रमाइलो हुनेवाला छ आजको भ्लग। हाम्रो यो केटाहरूको जम्बो टोली हो। आजको यात्रा भनेको एकदमै स्पेसल हुनेवाला छ। सर र लाएर हाम्रो यात्रा दमेनी सराय, उहाँ गएर बिन्दास रमाइलो गर्ने हो। सर र लाएर हाम्रो केटाहरू पुरै एक्साइटेड हो नि। हाम्रो केटाहरू पुरै एक्साइटेड टक्क लाएर होइन। केटाहरूले आज 2-4 जनाले चाहिँ केटी पनि उठाएर लिएर हुने गरे। भ्लग एकदमै स्पेसल हुनेवाला छ। फर्स्टमा मै भन्न भ्लग एकदमै स्पेसल हुनेवाला छ। टक्क लाएर केटाहरू सडक्क, सर र केटीहरू पनि नजिक आउँदाखेरि चिप्लेर लोट लाने जतिको भएर आएन होइन। सर र लाएर यता हाम्रो रिम भाइ छन्, उहाँको फेरि पारा बेग्लै छ। फेरि कमिनी लेख्ने खाले इसारामै पटाइदिने खाले हो। फेरि टक्क लाएर हाम्रो केटाहरू बिन्दास तरिकाले बसिसकेका छन् गाडीमा। हामी आधी बाटो पनि आइपुगेका छौँ। अब हामी आउन लागेछ लिटिल सुब्बा देउराली। एकदमै स्पेसल रमाइलो हुनेवाला छ ल है। सर र लाएर टक्क हाम्रो ड्राइभर साहब आफ्नै पारामा टक्क लाएर सर र हामी जानेवाला छ। लगभग हामी आधी बाटो आइपुगिसकेका छौँ। टक्क लाएर हामी औरंगाबादको विशेष भइहाल्यो सुब्बा देउराली मन्दिर। यसको शाखा हाम्रो पाल्पा छहरा नजिकै रहेको, म्यालटाप र छहरा बिचमा रहेको मही पोखरी भन्ने स्थानमा जङ्गलको बिचमा रहेको छ। एकदमै स्पेसल छ ठाउँ, घुम्न रमाइलो ठाउँ छ। टक्क लाएर सल्लाह गाडी पछिल्लो यता रमाइलो पनि भइरहेको छ है। सर लाएर टक्क एकदमै स्पेसल, धेरै स्पेसल हुनेवाला। सर लाएर अगाडिबाट गाडी पनि आइरहेको लाइटमा डुम्बु आन्ने है। सबै अलर्ट हुनु होला है। स्पेसल हुनेवाला छ आजको भ्लग। फाइनल्ली केटाहरू शिकार गर्ने जङ्गलमा आइपुगेका छन्। यतिखेर पिपल डाँडा भन्छ अरे, पिपल भन्ज्याङ। म पनि धेरैचोटि हिँडिसकेको यो शिकार खेल्नको लागि। यहाँ यहाँनिर एउटा इन्ट्रेस्टिङ कुरा के छ भन्दा स्वयं मै थिएँ क्या गन बोक्ने मान्छे फेरि है। यहाँ अगाडिदेखि गइसकेपछि तल त्यो जाने बाटो छ, त्यहाँनिर 5-7 जनाको जम्बो टोली गएको अरे। यहीँदेखि मुनतिर है साथीहरू, यहीँदेखि मुनतिर अटोले खसै तानिरहेको अवस्था छैन यहाँनिर। लगायतका हाम्रा केटाहरूको ह्याभी वेटवाला टन्न रहेर बसेका छन्। उहाँ 75 केजी, अझै पछाडि बस्नुहुने 80-90 केजीका हुनुहुन्छ है। सर लाएर टक्क लाएर हामी आइपुग्न लागिसकेको छ। अब धेरै टाढा छैन। सर लाएर रमाइलो हुने बेला छ। अब बिचमा यात्रुहरू पनि भेटिने क्रम जारी नै हुन्छ। तपाईँहरूलाई म
केही समयपछि फेरि भिडियो पुस्ट गरेर देखाउने छु यता एक्लै जोडिरहेको सानीलाई हामी आइपुग्यो फाइनल्ली भिड पानी अगाडि त लिएर गइसक्यो दुईटा रहेछन् पछाडि दुईटा सानी यसरी नै यात्रा अगाडि बढ्दै जाँदा हामी आइपुगेका छौँ फाइनल्ली अब फाइनल्ली हामी अब धेरै नै नजिक आइसकेका छौँ कि यता पनि सानी आफ्नै पारामा टक्क लाएर होइन टक्क लाएर यता फोटो सेसन चलिरहेको टक्क लाएर गाडीहरू टन्नै छ मेला लाग्ने डाँडा यता पात्रपट्टि जङ्गलको भित्र छ गाडीहरू टन्नै छ उहाँलाई मैले चिनेन गाडीहरू टन्नै देख्न सक्नुहुन्छ आदरणीय दर्शकबिन यसरी नै रमाइलो गर्दै जाने टक्क लाएर हामी आइपुगिसकेका छौँ अब भिडियो तपाईँहरूलाई म पछि देखाउने छु